हर्ष उल्लास लागिरहेको छ जीवनको एउटा सबै कुरा पूर्ण भएको जस्तो महसुस भइरहेको छ भित्रैबाट थक रुख उम्रेको छ यो भनेको आफ्नो साथीहरूलाई विश्वास गरेर पनि घात पाइन्छ भन्छन् हैन रामकै पछि लाउला मै जाउँला त्यहीमा हालिदेऊ न त सुगर केटीसँग केटी बोकेर आउने खाने केटीमा चाहिँ बोकेर आउनु मिल्छ यहाँ एक्लै आउनु मिल्दैन एक्लै आउनु पनि मिल्छ तर यो जुन भाइब चाहिँ विथ पार्टनरसँगै आउने खालको भाइब छ कस्तो मजाले पौडी खेलेको हेलो एभ्रिवान हामी आज छौँ पिम्बाहल घुम्न आएको छौँ हामी अहिले जाँदैछौँ पाटन दरबार स्क्वायरमा र म सञ्जीवको ब्लगमा छु सञ्जीव हेलो यहाँ छ र हामी भर्खरै अहिले नेवारी पुड खाएर निस्केका छौँ एकदमै मिठो छ्याङ पाङ्ग्रा अरू के चिउरा चना भुटेको होइन अन्डा मिठो खाएर बाहिर निस्केको छौँ अफकोर्स नेवारी खाना जहिले पनि मिठै हुन्छ होइन तर हामी फेरि यो नट अ बफ लभर म पर्सनल्ली मेरो कुरा गर्दा चाहिँ उसले चाहिँ खान्छ होइन मेरो फेभरेट हो है गाई त्यही भएर यो बफ चाहिँ मलाई चाहिँ चल्दैन र मेरो हाम्रो यो साथीहरूमा 4-5 जना छौँ हामी यसमा पनि बफ नचल्ने भएको हुनाले हामीले पाङ्ग्रा खान परेको थियो त पाङ्ग्रा पनि नट ब्याड मिठो थियो र सकिसकेपछि हाम्रो भोजन कार्यक्रम सकिसकेपछि हामी अहिले जाँदैछौँ र सबैजनाले भ्लगमा सबैजनाले हाई हेलो गरिदिउँ होला खै रहनु भएन है श्रीतेश अनि सरको नाम के अरे झलक खड्का सर होइन साम्राज्य प्रताप जङ्ग बहादुर राणा र म राहुल खनाल ओके हामी एक्टिभै रहनेछौँ गल्लीमै छौँ एक्टिभ रहनेछौँ गाइज हामी चाहिँ अहिले हिँड्दैछौँ है पिम्बाल जान लागेको अब चाहिँ यहाँनिर दामी रुख रहेछ गल्लीबाट जाँदैछौँ मेरो साथी छ मेरो साम्राज्य है ऊ चाहिँ भ्लगमा आउनको लागि एक्साइटेड थियो यो कसरी भयो नि भित्रैबाट थक रुख उम्रेको छ यो भनेको चाहिँ यो एकदम राम्रो कुरा लाग्यो राम्रो कुरा हो यसलाई कट गर्नुको सट्टा त्यसैमा पर्खाललाई डिजाइन गरेर बनाइदियो क्या गाइज यो भनेको चाहिँ एकदम राम्रो हो कि हेर्नु यहाँ यस्तो रहेछ है रुखबाट यसरी अब निहुरेर जानुपर्छ यहाँ यसरी हो कि होइन केही बोल्दैन न त साम्राज्य कहाँ जान लाग्यो हामी पिम्बाल जान लाग्यो रे गाइज पिम्बाल यस्तो चाउचु यस्तो फाल्नु भएन है यसरी फाल्नु चाहिँ भएन है गाइज मेरो साथीले चाहिँ सुरुवात गर्नलाई यसरी पोर्न फाल्ने भनेर यहाँ डस्टबिन छ नि त अगाडि ल परिवर्तन आफैबाट सुरु हुन्छ जहिले पनि होइन चेन्ज योर सेल्फ फर्स्ट होइन बल्ल देश अथवा तपाईँको वरिपरि भएको तपाईँहरू के हुनु पऱ्यो भने इन्फ्लुएन्सर हुनु पऱ्यो होइन त्यसले गर्दाखेरि चाहिँ सबै सफा गर्ने त्यो हुने आफूबाट सुरुवात भइसकेपछि तपाईँ इन्फ्लुएन्सर बन्नुहुन्छ र तपाईँले इन्फ्लुएन्स गर्न थाल्नुहुन्छ र मैले सुरुवात गरेँ यहाँ डस्टबिनमा हाल्यो ल यतिको गरिदियो भने त सफा हुने भयो नि त ठाउँहरू पनि होइन पाटन आफ्नो एउटा ऐतिहासिक क्षेत्र हो होइन युनेस्को हेरिटेज लिस्टमा परेको क्षेत्रमा तपाईँले यस्तो फोहोर गर्नु भएन भनिन्छ एउटा विश्वास कसैले पनि नगर्नु भनेर होइन आफ्नो साथीहरूलाई विश्वास गरेर पनि घात पाइन्छ भन्छन् होइन साथीहरू के विश्वास गरेर लै लागेर हामी कहाँ गयो साथी दरबार हेर्न गयो नि त कहाँ दरबार पाटन दरबार खोज्दै गएको हामी कहाँ पुग्यौँ कुमारी पार्टी पुग्यौँ हामी है अब कुमारी पार्टीबाट फेरि ब्याक भएर मङ्गल बजार हुँदै दरबार स्क्वायर जानु लाग्यो नि त ओके वी आर इन रङ वे होइन त्यही पनि केही छैन सञ्जीव र यो ललितपुरको के अरे एउटा बालपनको याद पनि छ भन्ने जस्तो मैले सुनेको थिएँ ऊ यहीँ हुर्केको है म चाहिँ गाई यहीँ हुर्केको ऊ होइन त्यही पनि हामीले धोका पायौँ र कहाँ पुग्यौँ केही छैन हामी पाटन पुगेपछि सबैजना यहीँ छ साम्राज्य यहीँ छ 2जना दोस्त त्यहाँ पछाडि ओके वी विल बी ब्याक अगेन आइज बबल टी रे गाई 190 रुपियाँमा है आएर खानु होला हामी चाहिँ खाँदैनौँ रामलाई अघि लाउला हो रामकै पछि मै जाम्ला ए रामलाई अघि लाउला हो रामकै पछि मै जाम्ला रामलाई अघि लाउला रामकै पछि लाउला मै जाम्ला हेलो ल हामी आइपुगेका छौँ पाटन दरबार स्क्वायर र यहाँ धेरै स्टलहरू लागेको छु जुन हामीले एक्सपेक्ट चाहिँ गरेको थिएनौँ र सायद अब यो
शनिबार भएर हुनसक्छ अथवा केही कार्यक्रम हुनसक्छ होइन। अब हामीलाई थाहा छैन यो बारेमा। हामी सकेसम्म अब यसको हामी मङ्गल बजार यसको बारेमा यसो जाने प्लान थियो। यहाँ चाहिँ स्टलहरू लागेर चाहिँ आज है छ। भन्दा न त यो ओके, मन्दिरको बारेमा। यो मन्दिर युनेस्को हेरिटेज साइटमा रहेको पाटन दरबार स्क्वायर एकदमै हाम्रो लागि ऐतिहासिक र पौराणिक कथा बोकेको मन्दिर हो यो। हामी यहाँ आउनु नै हाम्रो लागि ठुलो कुरा हो होइन। हामी यहाँ आएका छौँ। हामी साथीहरू हरायो भन्ने कुरा हो। साथीहरू हरायो है गाइज हाम्रो। मान्छे हराएको सूचना भ्लगर भएपछि के गर्नु मान्छे हराएको सूचना गाइज मान्छे हराएको सूचना स्टलहरू राखेर चाहिँ आज है मन्दिरहरू चाहिँ दोस्त कहाँ हो तिमी? इनोभेसन भएको छ है। हामी त यहीँ भित्र ट्याक्कै लाग्यो स्टल लागेको ठाउँमा। साथी हरायो क्या हाम्रो गाइज। साउन्ड पनि यहाँबाट आइरहेको साथीहरू हेर सेतो जुत्ता लाएर हेर यहाँ कस्तो नेवारी खानेकुराहरू स्टलमा राखेको छ है गाइजहरू। नेवारी डाँडाहरू होला आज के रहेछ गाइजहरू कल्चरल कार्निभल रहेछ नि त आज। साथी आज कल्चरल कार्निभल रहेछ नि त। वा के हो त्यो भनेको? त्यो भनेको चाहिँ फुडहरूको स्टल त्यो कल्चर डिफ्रेन्ट फुड होस् या कुनै कपडा होस् त्यसको स्टलहरू राख्ने होइन अनि प्रमोट गर्ने के त्यसलाई आजै गराउनुको कारण के केही स्पेसल डे हो कि टुडे आज अथवा आज शनिबार भएर कि होइन? शनिबारको दिन भिड पनि हुन्छ नि त धेरै अनि बढी इन्गेजमेन्ट हुन्छ क्या मान्छे। ओके ओके त्यही होला सायद। ओके के छ त्यो धेरै भिडभाड छ होइन, धेरै रमाइलो छ। अघि पछि आउँदा यहाँ शान्त देखिन्थ्यो, अहिले चाहिँ खासै त्यस्तो शान्त त्यो छैन, भिडभाड छ छन चाहिँ। बाटो अलि उठ्यो अहिले चाहिँ पुरै बनाइसकेको छ गाइस। यो चाहिँ हाम्रो म्युजियम है। म्युजियम हो यो? राम्रो छ भित्र? राम्रो छ। कृष्ण मन्दिर मन्दिर अरू मन्दिरहरू छ। हामीले घुम्ने धारान छ तल है। कस्तो लागिरहेछ? एकदमै हर्ष उल्लास लागिरहेको छ। जीवनको एउटा सबै कुरा पूर्ण भएको जस्तो महसुस भइरहेको छ। सानसानै बदाम बेचिरहनु भएको छ, सागहरू त्यहाँ क्यान्डी। रात जाडोमा बडो मिठो हुन्छ है साथी। के छ केसँग मिठो लाग्छ तिमीलाई साग? मलाई त पिँडालुसँग। पिँडालुसँग मिठो लाग्छ अरे उसलाई चाहिँ। कता जाने? यता हो यता हो के मेरो ठाउँ त्यो भानु हिँड न टपतिर लगाऊ हुन्छ दाइ साथी। बजेट हुन्छ नि। मसँग 100 रुपियाँ मात्रै बाँकी रहेको जानकारी गराउँदछु। मेरो 400 रुपियाँ खर्च भइसकेको अवस्था छ। अहिलेसम्म हाम्रो बजेटमा कति खर्च भयो? अहिलेसम्म ट्याक्रा के 1000 रुपियाँ 200 अघिनको ए होइन, धेरै भएछ। 1100-1150 जति खर्च भयो। यहीँ हो मैले खाने ठाउँ चाहिँ। यहाँको भिड रहेछ साथीहरू। कहाँ जाने त अब? मूत्र विसर्जन कहाँ गर्छ दोस्त? मूत्र विसर्जन गर्ने ठाउँ त थाहा भएन साथी। क्याफेतिरै जानुपर्छ है। यतातिर जाउँ। मूत्र विसर्जन कहाँ गर्छ? गाइज हामी क्याफेमा छौँ है। के खाने यहाँ हेर्दैछ मजाले साम्राज्यले। उसलाई मतलबै छैन, ऊ हेर्दैछ नि। कहाँ गयो सिटेस? कहाँ गयो? हामी दुईजना चाहिँ यहाँ कफी खाँदैछौँ। ल्याटे है। ल्याटेमा हालिदेऊ न त सुगर। बिगार्न नि क्या झ्याउलाले यस्तो राम्रो आर्ट बनाएको छ है। ल साथीहरू हामी चाहिँ कफी सबै नि खायौँ। अब यहाँबाट कहाँ जान्ला हामी? तिम्बाल हो। तिम्बाल भन्दा नि यहाँ केही साथीहरूलाई छोड्न पर्ने छ। अनि अरू भन न त हामी एकदिनमा घुमेर ट्रिपल पर्नुला। तिमीलाई माया लागेछ खुब। होइन मैले थोकेर मऱ्यो भने त मैले जानु भयो त। तिमीलाई माया लागेछ झन् खोज कि तर्सानी मात्रै के भने गर है रमाइलो भयो आज गाइज। यता साथी यता केटाहरू कहाँ उता गइसक्यो नि त। ओ गाइज
बोल न हामी अब कहाँ जाँदैछौँ घर जाने लर्खरतिर हो हुन चाहिँ होइन हामी आज कहाँ जान्न विकेन्ड सकियो होम कमिङ हुँदैछ अब भन हामी आइपुगेका छौँ पिम्बाहल बाल आयौँ है यहाँ चाहिँ एकदम यो ठाउँ चाहिँ के को लागि फेमस छ साथी यसो वरिपरि हेर्दाखेरि यहाँ खास मुख्य कुरा चाहिँ पोखरी पोखरी हो छ अनि यहाँ चाहिँ अब यहाँ साइडमा अलिकति अब लाफिङ किमा नुडल्सहरू पनि व्यापक पाइन्छ होइन किसिमको क्याफेहरू छ यहाँ चाहिँ है अनि त्यसपछि मन्दिर र गुम्बा पनि छ अरू मुख्य आकर्षण भनेको चाहिँ सायद यो पोखरी नै होला यहाँ बोटिङ पनि हुने गर्छ अरूले त्यही नै हो मुख्य आकर्षण पोखरी त्यो पोखरी हो देखाउ त पोखरी देखाउ पोखरी है गाई अरू अरू यहाँ पपुलर भनेको त्यही हो लाफिङ किमा नुडल्स भन्छन् के भन्छन् मोस्टली चाहिँ डेटिङ स्पट जस्तो छ होइन रमाइलो गर्न आउने केटीसँग केटी बोकेर आउने खाने केटीमा चाहिँ बोकेर आउनु मिल्छ यहाँ एक्लै आउनु मिल्दैन एक्लै आउनु पनि मिल्छ तर यो जुन भाइब यो भाइब चाहिँ विथ पार्टनरसँगै आउने खालको भाइब छ वरिपरिको हेर्दाखेरि यस ओके हाँसहरू पनि छ है यहाँ बेलुका चाहिँ रमाइलो हुन्छ यहाँ दिउँसोभन्दा है बेलुका त भइसकेको हो अब यहाँभन्दा बेलुका कति हुन्छ 6-7 बजेतिर ओके जस्तो हो मेरो साल एउटा बज्छ दुईटा नबज्ने क्याफेहरू चाहिँ धेरै नै छ साथीहरू यहाँ तपाईँहरू कुन क्याफेमा खाने भन्ने कन्फ्युज हुनुहुन्छ सबै क्याफेमा बेग्ला आइटमहरू पाइन्छ है अब अलिकति लोकल ठाउँमा जाने छ भन्ने पनि ठाउँ छ यहाँ यहाँको आकर्षक भनेकै बोटिङ ओ डगी यसो टाइम पास गफ जिन्दगी राम्रो छ डगीलाई पनि टक्क नि बोटमा राखेर हिँडिरहनु भएको छ हामफाल्ला नि फेरि डगी शिरमा हाम फाल्ला भन्ने डर है पार्किङहरू पनि छ यहाँ ए हाँसहरू पनि दामी के भन्छ सेतो हाँस कस्तो मजाले पौडी खेलेको क्याफेहरू दामी माछा पनि छ यहाँ यार बहिनी हो माछा चाहिँ देखिनँ है मैले माछा पनि छ ओके एभ्रिबडी आज शनिबारको दिन धेरै रमाइलो भयो राम्ररी गयो होइन अब रात पनि पर्न लागिसक्यो अँध्यारो भइसक्यो त्यसैले हामी पिम्बाहल घुमेर फर्किन लागेका छौँ र हामीले स्कुटी पार्किङ गरेको ठाउँतिर जाँदैछौँ अहिले चाहिँ सबैलाई ढिलो भइसक्यो भन्ने कुरा आयो होइन कोही होस्टेल बस्छन् कोही कहाँ बस्छन् कसैलाई प्रोजेक्ट सघाउन पर्ने छ उसलाई है प्रोजेक्ट सघाउनु पर्ने त्यसै कारणले गर्दा अब हामी हाम्रो घरतिर फर्किँदैछौँ र तपाईँहरू यो अन्तिमसम्म भिडियो हेर्नु भएको छ भने तपाईँहरूलाई धेरै धेरै धन्यवाद होइन त्यसै नै सपोर्ट माया लभ लाइक गरिरहनु अब तपाईँहरूले सब्सक्राइब गर्नु चाहिँ हुँदैन थाहा छैन तर तपाईँहरूले एउटा लाइक गरिदिनु भयो भने अथवा एउटा कमेन्ट गरिदिनु भयो भने हाम्रो लागि एउटा मोटिभेसन हुन्छ होइन हामी अर्को भिडियो पनि हामी यसरी नै ल्याइरहेको हुन्छौँ ल तपाईँहरू सञ्जीव मानन्दरको भ्लग अब फेसबुक युट्युब कहाँबाट हेर्दै हुनुहुन्छ प्लिज लाइक कमेन्ट होइन जसले गर्दा हामीलाई इन्सपिरेसन मिल्छ र अहिलेको लागि अर्को भ्लगमा अर्को भिडियोमा फेरि पनि म आउने छु भन्ने विश्वासताको साथ तपाईँहरू सबैलाई धन्यवाद भन्दै हामी बिदाई दिन चाहन्छौँ धन्यवाद बाई गाइस